दसैँको ह्यापी बर्थडे साथीहरू। बालेन जस्तो नझुक्नु, प्रचण्डे जस्तो नलुक्नु, केपी बा जस्तो नहराउनु, हर्क साम्पाङ जस्तो परिवर्तनको लागि कराउनु, कोहीसित पनि नडराउनु, हिँड्दा ठेस नलागोस्, रविलाई जस्तो केस नलागोस्, सरस्वती माताले सधैँ बास गरून्, आर्जु राणा जस्तो छेउछाउ पनि नपरुन्, किन्ने चिज बिज सबै सस्तो होस्, भाग्य महावीर पुनको जस्तो होस्, सबैको मनले शान्ति पाओस्, शेरबहादुरको जस्तो दिन नआओस्, मिनबहादुर जस्तै धनी हुनु, आशिका दिदी जस्तै ज्ञानी हुनु, कुलमान जस्तै मौलाउनु, महेश बस्ने जस्तो नबौलाउनु। हेलो साथीहरू, नमस्ते सबैजनालाई सबै साथीहरूलाई दसैँको शुभकामना, ह्याप्पी दसैँ भन्न चाहन्छु। यो सबैजना साथीहरूले राम्रोसँग दसैँ मनाउनु होला। तपाईहरुको दसैँ ह्याप्पी भएर बितोस्। सबैजनालाई शुभकामना छ।